Leg day र back day पछाडि we are back again, this time with chest and triceps. So यो दुईटा मसल गर्नको लागि हामीले के एक्सरसाइजहरु गर्छौं अनि त्यसको टिप्स, टेक्निक्स, ट्रिक्सहरु हामीलाई आएको जति हामी सिकाउन खोज्छौं through this vlog. So guys, let's get started. Bolo on guys. Let's go. Warm up set. आज त सिस्टम भयो नि त 55 केजीमा 55 एलबीएसमा वार्म अप सेट गर्छ भनेर नाइस थोरै एल्बोलाई टक इन है त फ्लेयर आउट हैन 90 डिग्री हैन अलिकति टक इन यस भेरी गुड गो on nice good two more up on it yep good. So तपाईलाई मैले अहिले हल्का एल्बो टक इन भने नि किन मैले तपाईलाई त्यसो भनेको लाग्यो किन लाइक केही डिफरेन्स पाउनुभयो तपाईले नर्मली स्ट्रेट फ्लेयर गरेर गर्दै हुन्छ फ्लेयर आउट गरेर गर्दै हुन्छ र हल्का यस्तो ट्विस्ट गर्दाखेरि के डिफरेन्स पाउनुभयो यसरी बुझ्नु न जब हामी यो तरिकाले कुनै पनि प्रेस मुभमेन्ट गर्छौं व्हिच इज होरिजोन्टल राइट होरिजोन्टल प्रेस हैन भर्टिकल होरिजोन्टल प्रेस हो नि त यो हैन यो गर्दाखेरि तपाईले कसरी यो प्रेस गर्दाखेरि तपाईको लोअर मसल्स मिड मसल्स टार्गेट हुन्छ नि त अप्पर चेस्टलाई हिट गर्नको लागि हातलाई तपाई क्लोज राख्नु हातलाई क्लोज राखेर यसो गर्नुभयो भने कहाँको अप्पर सो सेम थिङ अहिले हामीले इन्क्लाइन गर्दाखेरि हामीले हातलाई यो तरिकाले पुश गर्यौं भने तपाईको मोस्टली लाइक अप्पर चेस्ट इन्गेज हुन्छ तर लाइक 100% हिट गर्न पाउनुहुन्न के सो त्यसलाई हल्का टक इन गर्नु अब यसैलाई नै तपाई यसै पुश गर्नु हैन अनि हल्का इन गरेर अनि पुश गर्नु त अनि फिल गर्नु त यु विल इन्गेज मोर अफ योर अप्पर ब्याक स्क्विज हुन्छ अनि रिट्र्याक्ट गर्दाखेरि पनि फुल्ली डाउन हैन अराउन्ड लाइक 85% एन्ड देन स्क्विज अप के यसरी टक इन गरेर डिफरेन्स फिल हुन्छ त्यो गधालाई पनि भारी पुगेन भने गधा कराउँछ अरे के 35 मा त्यही भएको तपाईलाई पनि अलि भारी नपुगेर हो भारी पुगे पछाडी सब सही हुन्छ 35 मा यहाँ दुखिराथ्यो के 70 हान्दा चाहिँ केही भएन फेरि ठिकै भयो केही नभए त हैन त्यस्तो साह्रो केही भएन अलि भारी नपुगेर रहेछ यो 90 चाहिँ लेट्स एम फर 6 मिनिमम हेभी छ त ब्रो हान्नु भन्दा अगाडि हेभी छ भन्नुहुन्छ तपाईले त्यो वेट त्यहाँदेखि बोकेर यहाँसम्म ल्याउनु तपाईँ नसकेर यहाँ त्यही नै तपाईँ सक्दिनँ भनेर छोड्नु तपाईले यहाँसम्म ल्याउनु किन हान्छु भनेर हैन सो किप द सेम मेन्टालिटी गो ल ब्रो सपोर्ट गर्नु ल Two, three. Yep. Very good. Squeeze up. All yes. Go. Up. Perfect. Two. Go. Squeeze. Three. Good. Go. Four. हात गयो Okay. Sorry. एकैछिन त 3 राम्रो गयो 4 गयो एक्चुअली त्यो पनि गयो एकै के हो लास्ट सेट हो यो ओके ल Okay. Let's aim for 6 minimum. 1, 2, 5 6 भयो हैन र 5 भयो 6 एक चाहिँ तपाईलाई बोनस ल हानो सेज गो अप नाइस दामी clean 7 So moving on to the second exercise of the day, seated plate loaded
inclined chest press. So यसमा पनि एल्बो अलिकति तल राखेर अलिकति चेस्ट स्ट्रेच गर्नु पर्यो. सो एल्बोलाई अलिकति फ्लेयर आउट नगर्ने, फ्लेयर इन, अलिकति टक्ड इन, फुल इन, ब्रिथ इन and then breathe out while you push up. Breathe out, nice. त्यो ह्यामरले अप्पर चेस्टमा यसरी ड्याङ 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 हानेर अहिले पुरा त्यो सेप गरेको जस्तो फिल गर्नु पर्यो. ट्याङ 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 दिनु पर्यो हैन त. पछ्का गर्नु पर्यो के नन स्टप. गुड गुड पर्फेक्ट. 3 4 5 push 6 let's go go 7 come up up push push गाह्रो छ त यार. सो लास्ट सेट हो नि हैन. सोरेर आउनु है, सोरेर. नाइस. स्क्विज. Go, 2 more. 7, come on. Squeeze. त्यो गाह्रो लाग्यो मलाई यो. तर यसरी माथि प्रेस गर्न लास्ट गाह्रो यार. तर हामी रोपमा हाल्नु. लुट वाइ. जाम त ल. यसरी भन्दा पनि इन्क्लाइन बेन्चमा बनाएर बेन्चमा तल डम्बलमा गर्छौं. त्यही तर रोपमा. स्ट्रेट प्रेस जस्तो अथवा हाई टु लो. यो एक्सरसाइज चाहिँ फ्लाइज नै हो तर बेन्च सपोर्टेड लो टु हाई. अनि युजुअली हाई टु लो चाहिँ मान्छेले एकदमै तान्नी हान्छ फ्लाइज. तर यो हान्न अलिकति टेक्निकल छ अनि मसल इन्गेज गर्न अलिकति गाह्रो छ. त्यही भएर धेरैले यो एक्सरसाइज गरेको देख्दिन जिममा. सो एक्सरसाइज नम्बर 4 सिटेड चेस्ट प्रेस. अनि यो टेक्नोजिमको यो मसिनमा चाहिँ यसको स्ट्रेच एकदमै लामो छ, एकदम मजाको स्ट्रेच छ. अनि सेफ्टीको लागि त्यहाँनिर पेडल छ. सो यसमा हान्दाखेरि चाहिँ जुन स्ट्रेच पाइन्छ त्यो अरू सिटेड मसिनमा चाहिँ त्यो प्रेस छैन. पम्पै अलग छ यहाँनिर. सो फोर्थ एक्सरसाइज. Go. Nice. Shoulder सकेसम्म तल राख्नु. Shoulder blade. Good. Nice. That's it. Squeeze. Good. Squeeze. 4. त्यहाँ shoulder align गर्नु. Straight. 5. Nice. 6. Good. 2 more. Squeeze. One last. Come on. Squeeze. Come on. Come on. Nice. Okay, last two. लास्ट हानेको मैले सपोर्ट दिन आएर क्या पनि गएको थियो. सपोर्ट दिन आएर थियो. 4वटा एक्सरसाइज 3-3 सेट हानिसके पछाडिको चाहिँ पम्प यो. यो पम्प चाहियो क्या मेरो यहाँ पुगेको छैन नत्र म नि खोलेर देखाउँथे. यहाँ पुग्न बाँकी छ. सो आई एम इन द प्रोसेस अफ मेकिङ इट. र यसको चाहिँ बनिसक्यो. अच्छा अब यो बनिँदैछ भनेपछि अब सोच्नु बनेको कस्तो चाहिँ हुन्छ होला त हैन त. दामी छ त्यो मसल फाइबर्सहरु के यस्तो त्यो फाइबर्सहरु नै मस्त दामी देखिएको छ है. आँखा लाग्छ है. आँखा लाग्छ. लुकाएर राख्नुपर्छ. जाउँला ट्राइसेप्स हानु. चेस्ट सकेर ट्राइसेप्सको फर्स्ट एक्सरसाइज रोप पुश डाउन. अलिकति लामो रोपमा. त्यो चाहिँ के लङ्गर एक्सटेन्सनको लागि क्लोज बस्नु पर्दैन. यसमा हल्का अगाडि आउनु. हातलाई थोरै अगाडिपट्टि धेरै अगाडि पनि हैन. लाइक ओके. सो एल्बो टक इन नगर्ने. एल्बो टक इन गर्ने. तल अलिकति अगाडि. एल्बो टक इन गरेर यति बनाएर स्क्विज आउट. यो स्क्विज गर्दा चाहिँ सोल्डर यो यसरी यहाँ सोल्डर होल्ड गरेर हैन फ्री. तपाईको यो सोल्डरलाई फ्रीज गर्नु न. ल. नाइस. अब फुल्ली स्क्विज आउट. नाइस.
That's it. Squeeze up. Let's squeeze. ब्यान्ड बद्दो रहेछ यसमा बरु हाफ गर्नु अहिले भरे सोल्डर इन्गेज गर्दैन भने सोल्डर इन्गेज ट्राइसेपमा केही नै पर्दैन स्क्विज गर्नु स्क्विज एन्ड फिल सो मैले जब पनि छोटो रूपमा गर्थेँ क्या छोटो रूपमा गर्दाखेरि चाहिँ यस्तो अगाडि आएर अलिकति यस्तो एल्बो टकिङ गरेर यतिको स्क्विज गरिन्थ्यो तर यो स्क्विज चाहिँ अझै अलिकति बाहिर जाँदो रहेछ त्यसमा चाहिँ हामी अझै टाढा बसेका छ नि त अझै टाढा बस्या भएर त्यो तानिन्छ नि त वेट होइन एक्सटेन्सन पनि राम्रो पाछ स्क्विज पनि त्यस्तै राम्रो पाउँदो रहेछ लङ्गर रिच के दामी लाग्यो तर ट्राइसेप्सको रोप पुश डाउन पछाडि हामीले अर्को एउटा एक्सर्साइज हान्दैछौँ विच इज द लास्ट एक्सर्साइज अफ द डे द्याट वाज रोप पुश डाउन अनि यो चाहिँ ओभरहेड एक्सटेन्सन अन अ भी बार यो एक्सर्साइजमा चाहिँ एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ बडीको पोस्चर मिलेन अलिकति यो हिपलाई धेरै तल पुस गर्यो भने चाहिँ यहाँनिर लोवर ब्याक पेन आउन सक्छ सो बेन्ड त हुने तर यसरी बेन्ड नहुने कि हिप्सलाई यो लोवर ब्याकलाई अगाडि ढकालेर सोल्डरलाई रिट्र्याक्ट गरेर चाहिँ बेन्ड नहुने सो अलिकति लोवर ब्याक न्युट्रल राखेर स्पाइन प्रोटेक्ट गरेर अनि हान्नु पर्यो होइन त ब्रो नभए लोवर ब्याकमा पेन चाहिँ आउन सक्छ है राम्रो हान्यो भने यस्तो हुन्छ कहिले बन्ने ब्रो मेरो कहिले हुने त्यत्रो छ त 2.5 इन्च कम छ 3.5 को जाब यति हो त्यही बाँकी छ अब यसमा हैन एउटा मेन भनेको चाहिँ छातीमाथि फर्स्ट चेस्ट अप अनि यो एल्बोलाई छ नि ओके गो ब्याक पछाडि लानु बिस्तारै स्लोली ओके अब फुल्ली ब्याक अब ढेकाल्दाखेरि चाहिँ माथितिर ढेकाल्ने भुइँतिर होइन यस डाउन या फुल्ली डाउन माथितिर आकाशतिर ढेकाल्नु गुड यस मेन मिस्टेक के गरेर हुन्छ भने भुइँतिर फ्यालेर हुन्छ होइन फुल्ली रिट्र्याक्ट गर्ने एन्ड देन कन्ट्र्याक्ट गर्दा माथितिर चाहिँ ढेकाल्ने गुड स्क्विज ब्याक नाइस फुल्ली डाउन अझै तल जानु यस यो स्ट्रेच हुनु पर्यो क्या फुल्ली स्ट्रेच हुनु पर्यो नाइस एन्ड देन पुस गुड माथितिर नाइस ब्याक अप नाइस मोस्टली मिस्टेक नै यहीँनिर गरेर हुन्छ लाइक मोस्ट अफ द पिपल यो ट्राइसेप अप्पर ट्राइसेप एक्सटेन्सन गर्दाखेरि भुइँतिर अगाडितिर झुकेर भुइँतिर जोतिर हुन्छ त्यो होइन चेस्ट अप अनि वेटलाई फुल्ली ब्याक लिएर जाने अनि माथितिर ढकल्ने भुइँतिर होइन भेरी गुड यस सो राम्रो फर्ममा हान्यो भने चाहिँ यत्रो बन्छ होइन त फर्म नमिल्या भएर सानो तपाईँको ठुलो छ नि मेरो सानो छ यहाँ हान्दालाई हेर्दै यो चाहिँ हाम्रो लास्ट सेट फर द ट्राइसेप एन्ड देन यो पछि हामी स्ट्रेचिङ त अभियसली गर्नै पर्छ त्यो चाहिँ तपाईँहरूले पनि एक्सर्साइज गरिसके पछाडि स्ट्रेचिङ गर्नु नबिर्सिनु होला विच इज अदर मोस्ट इम्पोर्टेन्ट थिङ के मान्छेहरूले यसलाई हल्कामा लिन्छ तर आफ्टर एक्सर्साइज स्ट्रेचिङ गर्नु एकदमै जरुरी छ टु प्रिभेन्ट फ्रम मसल इन्जुरी for proper recovery and to prevent from muscle injury and proper recovery. Good. Nice. Good. Control gun. Good. Come on, last two. Squeeze. One more. Perfect. Extra एक चाहिँ कसको लागि त्यतिकै त्यति हेर्ने मान्छेको लागि हेर्ने एउटा कुरा ल तपाईँले भन्नुभयो नि अघि मसल
इन्जरी प्रिभेन्सन अनि रिल्याक्सेसन अफ द मसल फर द रिकभरी एकदमै इम्पोर्टेन्ट कुरा भनौँ। हेर्दा केही देखिन्न होइन, तर प्रायः जस्तो एक्सर्साइजमा हाम्रो लोवर ब्याक इन्गेज भइरहेको हुन्छ क्या। अनि जसले गर्दाखेरि जब स्ट्रेचिङ गरेनौँ नि हामीले मसल ब्याक स्टिफ भइदिन्छ, त्यसले गर्दाखेरि हामीलाई यहाँ पेन आउँछ। डक्टरकोमा गएर देखाउनु गयो भने मेकानिकल पेन भनिदिन्छ। सो अलिकति स्ट्रेचिङ गर्नु, एक्सर्साइज गर्नु, हल्का स्ट्रेचिङ गर्नु, एक्सर्साइज गर्नु भन्छ। भयो हुँदै भएन भने फिजियोथेरापिस्ट रेकमेन्ड गरिदिन्छ। यदि त्यो सबैबाट बाँच्नु छ भने चाहिँ द सल्युसन इज देयर अन द म्याट। स्ट्रेचिङ गर्नु पऱ्यो 5 देखि 10 मिनट, प्रपर स्ट्रेचिङ। तपाईँको 5 देखि 10 मिनटले धेरै कुराहरू बिग्रिनुबाट एक्ज्याक्टली बचाउँछ। राइट, सो मोबिलिटीको बारेमा नि बनाउँला हामी। यसको बारेमा हामी छुट्टै एउटा सेपरेट भिडियो पनि बनाउँछौँ। सो यो चाहिँ हाम्रो लास्ट वर्कआउट थियो, लास्ट वर्कआउट सेट फर दि ट्राइसेप्स एन्ड चेस्ट। सानो छ, खुसी छु है म। बनिँदैछ, यत्रो ठुलो बनाउनु छैन, मेरो पनि सानै छ, त्यस्तो ठुलो छैन। See you on the next video, हैन त? See you on the next video, yes. All right, thanks for watching. Thank you for watching. Till then, take care, bye bye.